खाना हाल्ला हामीले खाना हाल्दैन हालौँ मन्दा हालेको म चाहिँ खाना खानु लाग्यो अब यहाँ खाना खानु लाग्यो स्पेसल मुस्ताङबाट ल्याएको च्याउ र आलु चाहिँ मनाङबाट त्यो च्याउ ल्याम खायो भने कस्तो मजा आउँछ सोच्नै सक्दैन यस्तो छैन यो त्यो छैन हाम्रो बासी भात छैन मिक्स बासी भात मिक्स भएको छ बासी भात मिक्स अब छैन मठिस सबैजना पिच पिच तर बाटो छ पिच खाना खाना देख्नुहुन्छ ताजा ताजा खाना खाएपछि यस्तो हुन्छ खाना खाएपछि मुखबाटै आज त रस आयो कि मेरो आजको दिन चाहिँ मेरो लागि बहुत स्पेसल छ किनकि भने म आज धेरै फ्रेस छु मेरो मुड चेन्ज हुन्छ कहिलेकाहीँ तर डोन्ट माइन्ड इङ्ग्लिस बुझ्दैन भने नेपालीबाट भन्छु मेरो त्यो हुन्छ त बानी बेहोरा चेन्ज हुन्छ कि कहिलेकाहीँ चेन्ज भनेको चाहिँ फेरि रहन्छ कि त्यही भएर के भन्नु त्यही हो यस्तो कमेडी पनि फेरि डान्स गर्नु म त फेरि स्पेसल वेटर बस्यो भने पहिलो किचनमा यस्तो गरेर के भन्छ यसलाई साग र आलु माथि मम्मी दिनमा यस्तो गरेर हाल्नु वाक्क च्याउ देख्न सक्नुहुन्छ यो चाहिँ मैले कोरियन स्टाइलबाट बनाएको च्याउ हो क्या के मामिजुक साग यो चाहिँ फेरि प्योर नेपाली हो यो सबै मिक्स गर्नु पर्यो सबै मिक्स यस्तो छैन अब प्याज खानु पर्यो पकाएर प्याज यस्तो मिठो आउँछ यस्तो गरेर धुन्छु फेरि यस्तो लास्टै नौटङ्की गरेँ अब देख्नुहुन्छ ताजा ताजा प्याज यो चाहिँ हाम्रो नेपाली डिस यस्तो खानालाई कति मेहनत गर्नुपर्छ हाम्रो निम्बु पानी अलि पानी पोख्यो डोन्ट माइन्ड सो गाइस बस खाना लाग्यो यहाँ छ माउन्टेन ड्यू दर्ग्याएकी जिते बोडीबडी हुन्छ खतरा रहेछ अनि यहाँनिर लेमन टी सुरु गएँ है म त्यही त भनेको त्यतापट्टि जाँदै हुन्छ भनेको जाँदै हुन्छ कि त्यतापट्टि बोडी गरेर त्यही 15-20 मिनट लाग्छ अनि गाडी बस गाडीमा गयो भने हुँदैन नि
दुवैजना एकैबाट बाइकमा अनि ऊ तलसम्म हिँडेर 25 रुपियाँ तिरेर जान सक्दैन ऊ तलसम्म हिँडेर 25 रुपियाँ तिरेर जान सक्दैन यो के भन्छ मैले मसरुम चबाउँदै चुइगम चपा जस्तो भइरहेको छु के कुरा गर्ने कहिले काहीँ लाग्छ होइन 25 रुपियाँ तिरेर गाडी चढेर जान पकाइदिने सक्दैन के पैसा बढी भएको त्यस्तै हो खतरा मिठो यस्तो तरकारी बनाउनु त होइन म जस्तो कुक हुनु पऱ्यो क्या अहिले त हाम्रो खाना यो त हाम्रो हट लेमन अनि के इन्डियामा चाहिँ कसरी लोकेसन कसरी हाल्न लाग्यो अनि 4टा बराइ चाहिँ कहाँ जान लाग्यो त्यो जोड्नु आज खाना चाहिँ धेरै स्पेसल पढाउमा लोकेसन चाहिँ कसरी लेख्न बाई कुकिङ बाई हो विनोद बहादुर तामा कस्तो मिठो बनाएछ यार के भन्नु आफ्नो आफ्नो तारिफ गर्दा त मलाई त हाँस उठ्दैन यार आफूलाई प्राउड फिल गर्ने बेस सानो टिभी भनेको यतिको ठाउँमा त टिभी लेख्नु